आज फेरि केरा रोपेको भिडियो तपाईहरुलाई शेयर गर्दैछु हैन। यो केरा चाहिँ तल काकाकोबाट ल्याएको, आफ्नै काकाको थियो कि। अनि ठुलो छ हो, मजाको छ। टुसा पनि ड्याम्मै छ। यहाँ एउटा टुसा छ हैन, यहाँ एउटा टुसा यहाँ एउटा अनि यहाँ हैन टुसा छ। उताटै पनि एउटा छ हैन। चारवटा टुसा भएको एउटा लिएर आएको मजाको। त यो चाहिँ मैले पहिला रोपेको, पोहोर रोपेको थिएँ। अहिले 2 घरी फला हैन, यो एउटा पोहोर रोपेको थिएँ, यो दुईटा। अलिअलि चाहिँ कता कता किरा लाग्ला जस्तो गर्दैछ, गोबारा भन्छ त्यसलाई। यो नि मैले पोहोर रोपेको। यो पसाकै छैन, यो चाहिँ मेरे केरा हो। यहाँदेखि उयो मेरे केरा हो। र उयो पल्लोपट्टि चाहिँ कुन त के केरा याद छैन। म यो पोहोरै रोपेको मैले कि, पसाकै छैन। अन्त यहाँ पोहोर रोपेकोमा यो एउटा र यो एउटा पसायो हैन। त्यति उ पर घरको मुनि रोपेको थिएँ, त्यो पनि एउटा पसायो। द्याट मिन्स पोहोर रोपेको चाहिँ 2टा केरा 3टा केरा चाहिँ पसायो। भन्नेको मतलब 3टा केरा चाहिँ फल्यो। अबको 3-4 महिनामा काटेर पकाउन हाल्दा हुन्छ। अनि आज मैले यो चाहिँ नेपाली केरा हो, तलबाट बिरुवा ल्याइरहेको छैन। अब यो टक्कसँगले यहाँ खाल्टा छ हो, यहाँनिर मल। अन्त केराहरू चाहिँ विशेष गरेर मलिलो ठाउँमै हुन्छ नि त कि, मल चाहिँ पुरा चाहिन्छ नि केरालाई। अनि उही माथि चाहिँ गाई हैन, गाईको गली उही माथि छ। अनि त्यहीँबाट चाहिँ मल यहाँनिर मजाले भेट्छ भने चाहिँ आज अलिकति अदुवा सदुवा रोपिसकेर चाहिँ अलिकति फ्री टाइममा चाहिँ यो रोपिराखेको यो केरा हो। आई होप अर्को पालि यतिखेर यो पसाइरहेकै हुन्छ हो। त्यतिखेर पसायो भने तपाईँहरूलाई त्यो भिडियो पनि देखाउँछु तपाईँहरूलाई। आज चाहिँ म यो केरा रोप्दैछु। यो केरा रोपिसकेर त्यहाँदेखि पर गएर अरू त्यो रानीचापको बिरुवा ल्याएको छु कि मैले, त्यो पनि रोप्नुपर्ने छ आज। हेर्नु सक्नुहुन्छ हैन, फाइनल्ली मैले यसलाई रोपिसकेँ। अब चटक्कसँग यसरी हैन। केरा 1 दर्जन केरा किने नि 80 रुपिस भन्छ हैन। त्यो पनि बाहिरको टक्कसँगले वर्षमा एकै घरि मात्रै फल्यो भने पनि आफूलाई खान त हुन्छ नि त। त्यही माथि नानीहरूलाई खानु पनि हुन्छ। हेर्नुहोस् एउटा गाई छ, अरू थियोहरू चाहिँ बेच्यो, एउटै छैन हैन। आज एउटा मात्रै छ, अरू डम्मै बेच्यो अस्ति। किनभने घरमा घाँस काट्ने कोही छैन नि त, बाबाआमा मात्रै हुनुहुन्छ। अनि यता ओह्रालो सुन्तला बगान डल्लै यो हो, तल फेद देख्नुहुँदैछ डल्लै सुन्तला हो। यता पनि छ सुन्तला। अनि यो घाँस राख्ने के भन्छ यसलाई, माछ भन्छ हामी त, तपाईँहरू के भन्नुहुन्छ। यस्तै छ मेरो गाउँले जिन्दगी चाहिँ। आजलाई यति नै हो। अब